भर्खर भर्खर आज काम सकाएर आउँदैछु। अहिले बिहानको 4 बजे छ। राति 1 बजेदेखि नै काम चालु भइहाल्छ कि। अनि 3 घन्टामा सकायो मजाले। अनि अब जाने रुममा अनि सुत्ने। अब फेरि 8 बजेदेखि क्लास जाने, 12 बजे आउने, फेरि रुममा खाना खाने, 1 बजेदेखि फेरि काममा जाने, 4 बजे आउने, खाना खाने, सुत्ने, होमवर्क गर्ने, के गर्ने, फेरि 1 बजे निस्किहाल्यो भोलि काम गर्न। यति गाह्रो चलिन्छ मनमा। अनि न्युज पेपरमा भाइ कोही नआओस् भाइ, धेरै गाह्रो छ न्युज पेपरमा। पैसा पनि छैन अनि गाह्रो त झन् गाह्रो, धेरै गाह्रो छ। केही गर्न टाइम पाउँदैन, केही गर्न टाइम पाउँदैन। कन्ट्र्याक्ट त हुन्छ 2 वर्षको, तर त्यसमा यस्तो रुल हुन्छ कि 1 वर्ष पछि तिमी छाड्न सक्छौ भनेर। म त 1 वर्षपछि छाड्दैछु यो कामलाई, किनकि यो काममा पैसा छैन कि। 1 लाख 5,000 मात्रै पाइन्छ कि। अनि त्यसमा पनि अब 5,000 त ट्रेन भाडा नै काटिहाल्यो, बाँकीको त भाडा तिनीहरूले तिर्दिन्छ, तर 5,000 हामीले दिनुपर्छ त्यसमा। त्यसपछि अब बिजुलीको, ग्यासको, पानीको बिल 10,000सम्म आइहाल्छ एकजनाको। 1 महिनाको राम्ररी थोरै बचाएर खर्च गऱ्यो भने 4,000 5,000 आउँछ। तर 10 माने हेरौँ न, 90,000 मेरो हातमा हुन्छ कि 90,000 मात्र। अब त्यसमा पनि अब खानेकुरा आफै किन्नुपर्छ। यहाँ त्यस्तै महँगो छ पुरै, जे खाओस् धेरै महँगो छ कि यहाँ पुरै। त्यो यस्तो गर्न कि महिनाको खर्च निस्काएर एक्स्ट्रा पैसा आफ्नो यसरी केही कफी सफी खानु चाहियो भने, किनकि अब 12 बजी राति हामी जाग्छौँ नि खाना, त्यो के भन्छ काम गर्न जाने। 12 बजी उठेर अनि आधी घन्टा फ्रेस हुने, अलिक घुमफिर गर्ने, त्यसपछि काममा गइहाल्यो कि। काममा रुमबाट त काममा जहाँ जुन कम्पनीबाट हामी पेपर लग्छौँ नि, त्यो कम्पनीमा पहुँच्नुको लागि 1 घन्टा लाग्छ मलाई। म्याक्सको स्टुडेन्ट यो छ नि, अहिले 50को 54 60को छ नि यसमा, तर म्याक्सिमम् 54 मात्र जान्छ कि यसमा। त्यतिको स्टुडेन्ट गयो भने आधी घन्टा लागिहाल्छ मलाई। पेपर कम्पनीमा कोही नआओस् भाइ, म त यही भन्छु, पेपर कम्पनीमा कोही नआओ। धेरै गाह्रो छ पेपर कम्पनीमा, सक्दैन कि मान्छे। मेरो पनि झन् गाह्रो छ। 40वटा बिल्डिङ भने त्यो 40वटा बिल्डिङ छ अरे, त्यसमा चढेर पेपर दिनु छ। 40वटा बिल्डिङ, एउटा बिल्डिङ 5 तलाको छ। अनि अहिले गएर हेरेँ तपाईँ, यस्तो छ कि एरिया नम्बरको हिसाबले हुन्छ कि। अब कसैको 3 एरिया, कसैको 2 एरिया, मेरो 3 एरियामा छ। 3 एरियामा 40वटा बिल्डिङ भन्ने छ, तर यस्तो छैन 40वटा बिल्डिङ मात्रै छैन। यस्तो छ कि 3 नम्बर एरियाको 1 नम्बर कोठा, 1 नम्बर कोठामा अब 5-6वटा 5 तला कोठा छ कि। यस्तो छ, उनीहरूले पुरै झुट बोली। अनि कन्स्टिट्युन्सीमा त विश्वास नगर्नु भाइ, मैले पनि धेरै भरोसा गर्थेँ कन्स्टिट्युन्सीमा। कन्स्टिट्युन्सीवालाहरूले पुरै चोर हुन्छ कि, पुरै यिनीहरूले पैसा खाइदियो कि हाम्रो। यस्तो छ त्यस्तो छ, अनि यहाँ आएर केही छैन त्यस्तो। धेरै महँगो छ है भाइ। पेपर कम्पनीमा नहोस्, बरु नर्मलमा आऊ के, नर्मलमा आऊ। अलि 1-2 महिना त गाह्रो हुन्छ, तर पछि गएर कमाउन पनि थाल्छौ नि तिमीहरू। अनि त्यसमा हुन्छ कि फ्री हुन्छ कि, 3 दिन काम गऱ्यो भने पनि 3 दिन त तिमी मौज गर्न सक्छौ नि, घुमफिर गर्न सक्छौ नि। यसमा केही छैन। यसमा बिहान पनि काम, बेलुका पनि काम। फेरि 1 दिन छुट्टी पाउँछ, तर 1 दिन छुट्टी पायो भने त्यो क्लास त हुन्छ नि हाम्रो। मङ्गलबारको छुट्टी छ अरे, मङ्गलबार त क्लास छ, मङ्गलबार त फेरि कहीँ घुम्न जान सक्दिनँ नि यहाँ त। के नै गर्ने, यस्तै जिन्दगी जापानमा आएर।